पुरा सोध्नु हुन्छ कस्टिङहरुको बारेमा त्यही भएर मैले क्लियर पनि गर्दै हालेको कस्टिङ इज भेरी इम्पोर्टेन्ट कस्टिङ हेलो नमस्ते तपाईहरुलाई फेरि पनि मेरो च्यानलमा स्वागत छ है अन्त हामी चाहिँ हत्ता नपट्टा छिटो रेडी भएर निस्केको किनकि अटो चाहिँ अघि नै आएको थियो नि त अन्त हामीलाई पर्खिरहेको छ अटोले हो अन्त के भन्छ अनलाइनै अब उयो गरेको थियो नि त बुक गरेको थियो अन्त अब चाहिँ निस्केको हामी है तपाईले धेरै बेसी क्वेशनहरु सोध्नु भएको थियो नि त हाम्रो है टाइसन यो टोयलेटको हाम्रो जस्तै के भन्छ त्यो सिङ्कहरु भयो हैन अन्त त्यो मार्बलहरु टाइल्सहरु कहाँबाट किनेको भनेर धेरै बेसी अब हैन कता कता यसो तपाईले चाहिँ सोच्नु हुँदै रहेछ अब हामीले एउटै जग्गाबाट सबै गरेको भनेर तर त्यस्तो हैन अलग अलग जग्गाबाट गरेको छ हामीले हो अनि त्यही जग्गा चाहिँ अब आज तपाईहरुलाई देखाउनु गइरहेको छु कस्तो के हो भनेर अन्त उहाँहरुकोमा के अवेलेबल छ सामानहरु मार्बलहरु टाइल्सहरु हैन टोयलेटको स्यानिटरी भयो हैन त्यो सबै के अवेलेबल छ सबै हेर्नुस् होला है अन्त एन्डसम्म नै हेर्नुस् होला त्यसको लागि चाहिँ हाम्रो यहाँ अटो चाहिँ पर्खिरहेको छ यहाँ पर सो गाइज भर्खर मात्रामा चाहिँ हामी आइपुगिसकेको छ भवानी मार्बल एन्ड स्यानिटरी हो जग्गामा अन्त यहाँ चाहिँ तपाईले देख्न सक्नुहुन्छ है तपाईले धेरै बेसी क्वेशनहरु सोध्नु भएको थियो नि त कहाँबाट लगेको के हो कसो हो है टोयलेटिङको लिएर तपाईहरुले सबै टाइल्सहरु हाम्रो भयो हैन त्यहाँदेखिको चाहिँ हाम्रो किचनहरु बनाउँदा त्यो ग्रेनाइटहरु है टाइसन त्यो सबै सोध्नु भएको थियो त्यसै कारणले गर्दाखेरि चाहिँ आज चाहिँ तपाईहरुलाई एकदमै फुल डिटेल्समा देखाउने छु हो अनि त्यही भएर चाहिँ तपाईले अन्दाज पनि लगाउनुस् होला कति कस्टहरु लाग्यो होला भनेर हैन मतलब अब कति खर्चहरु लाग्यो होला भनेर तपाईले पनि अन्दाज लगाउन सक्नुहुन्छ है अनि यस्तो दामी जग्गा छ हेर्नुस् न गाइस हो उहाँहरुको यो चाहिँ है यता हुनुहुन्छ उहाँ अहिले बिजी हुनुहुन्छ यहाँ है कस्टमर आइरहनु भएको छ टाइसन लो देखाइदेऊ आज तिम्रो दोकान जस्तै गरे तिमीले यहीँबाट लगेको हैन नि त भेराइटिजहरु हेर्नु म्याट भयो हो यहाँ ग्लसी भयो हो सबैमा तपाईले देख्न सक्नुहुन्छ यहाँ भुइँभरि उहाँहरूले के मजाले डिस्प्लेमा मजाले राख्नु भएको छ ताकि तपाईहरुको त्यो तपाईहरुलाई साह्रो परिबस्नु पर्दैन त्यो यसमा पनि क्याटलगमा पनि हेरिबस्नु पर्दैन यसरी टक्कै राखिदिएको छ भने चाहिँ हामीलाई याद हुन्छ नि त हैन कस्तो के हो भनेर प्लस उहाँहरूको चाहिँ 3टा फ्लोर हो नि त अनि त्यही भएर चाहिँ 3टा फ्लोरमा टाइल्स भयो हैन मार्बल भयो आउनुभयो भने पनि तपाईहरुलाई सजिलो हुन्छ नि त कस्तो के रहेछ भनेर हेर्नुको लागि अनि यो देखाइदिइहाल्नु न यो हेर न यहाँ पनि गाइज टाइल्सहरु यस्तो छ गाइज हो अनि फेरि टाइल्स पनि आर्टिफिसियल र ओरिजिनल हुन्छ गाइज हो यो चाहिँ आर्टिफिसियल वाला हो तपाईले इफ आर्टिफिसियल लानु मन छ भने यसरी तपाईले यो वाला चुज पनि गर्दा हुन्छ तपाईले किचनको काउन्टर टप भयो नि त्यहाँ माथि लगाउँछ जुन चाहिँ हो अनि चाहिँ लामो भएको साइज यत्रै हुन्छ हो त्यहाँबाट यो सबै टाइल्स भयो यो फेरि अलिकति उयो दामी किन भन्दा यो चाहिँ ग्रेनाइट हो नि त यो चाहिँ ओरिजिनल वाला हो नि त हेर्नु न साउन्डै कस्तो राम्रो दिँदैछ हो ओरिजिनल वाला हो यो चाहिँ हो यो नयाँ आएको छ अस्ति हाल्नु आउँदैन नि यहाँ कि यो प्याटर्न चाहिँ नयाँ आएको छ कलरको अप्सन के छ है गाइस ग्रेनाइटमा त्यस्तो अप्सन हुँदैन नि त यसमा धेरै कति बेसी अप्सन छ हेर्नुस् त है तपाईले अलिक कालो कालो खालको लाउनु मन पर्यो भने तपाईले यहाँ पाइहाल्नुहुन्छ अनि यहाँ पनि तपाईले देख्न सक्नुहुन्छ यस्तो खालको सबै तपाईले पाउन सक्नुहुन्छ म तपाईहरुलाई मजाले देखाउँछु है यस यहाँ हेर्नुस् त छान्दा हुन्छ एकदमै अप्सन्सहरु चाहिँ उहाँहरुकोमा चाहिँ अप्सन्सहरुको चाहिँ कमी नै छैन हो अनि यो चाहिँ के हो भन्देऊ न ग्लसी यसमा तपाईलाई इफ कलर्सहरु तपाईलाई चाहिएको छ भने यहाँ हेर्नु यस्तो मजाले उहाँले राखिदिनु भएको छ हो ए हो इफ तपाईहरु आफ्नो घरहरु अपग्रेड गर्न सोच्नु हुँदैछ या फिर घरहरु बनाउनु हुँदैछ या रेस्टुरेन्ट भयो होटल भयो है जे पनि तपाईहरुले अब यस्तो है मार्बल टाइल्सहरु चाहिएको छ भने चाहिँ एकदमै उहाँहरुसँग कन्ट्याक्ट गर्नु सक्नुहुन्छ है अब तपाईहरुले सोध्नुहुन्छ नि हाम्रो पनि सोध्नु भएको थियो कहाँबाट लिएको कसो अनि त्यही कारणले गर्दाखेरि चाहिँ हामीले भनिहालेको आजको भिडियोमा चाहिँ त्यही हुनेछ पुरै ग्रेमा छ यो चाहिँ गाइज हो ए तपाईहरुलाई कस्तो यहाँ हेर्नु न गाइज कस्तो राम्रो छ ए यसरी देखाइदिनु पर्यो यहाँ हेर्नु त गाइज हो कस्तो दामी छ ए कतिजनाले अब यस्तो पनि मन पराउनुहुन्छ होइन यहाँ हेर्नुहोस् है कस्तो राम्रोमा छ ग्रिन कलरमा है एकदम म्याटवाला म्याट फिनिसिङ है दामी छ गाइज हेर्नु न कस्तो यहाँ त तपाईलाई जे देख्यो त्यही मनपर्छ साँच्चै भनेको है हामीलाई त कति टाइम लागेको चुज गर्नु हो ड्याप लाउँछ नि त है लिभिङ रुम हुने के जोइन्ट कम्ती देखिन्छ नि त यसले चाहिँ अहिले ठुल्ठुलो क्या त्यसमा पनि डिजाइन पनि के रहेछ है ए गाइस त देख्नुहुँदै होला है यस्तो छ है कस्तो दामी छ हेर्नु न वाउ अन्त गाइस तपाईहरुले सोध्नु भएको थियो शावरहरुको बारेमा भयो हाम्रो सिङ्कहरु यो बाथरुमको कहाँबाट ल्याएको टोयलेटको केहरु सबै सोध्नु भएको थियो अनि त्यो पनि देखाउन गइरहेको छु त्यो चाहिँ यहाँ छ है टाइसनले हेर्दैछ यहाँ हो गाइस यस्तो खालको पाउँछ है उहाँहरुकोमा चाहिँ हेर्नुस् न कस्तो दामी छ वुडवाला है
वाउ पहिला थियो नि अहिले सबै नयाँ आएको रहेछ स्टक दामी रहेछ हेर्नु न यसको है सेप हेर्नु कस्तो दामी छ यो चाहिँ यसो हात धुनु लागि थियो हात धुनु यहाँ हेर्नुहोस् न ब्राउनमा चाहिँ पनि छ यहाँ पनि छ हो यहाँ हेर्नुहोस् त है छड्के मर्के कलर सबै सेतोमा हो सबै अभाइलेबल छ अनि यहाँ सावरहरू पनि हेर्नु सावरहरूको पनि कस्तो कस्तो सेपमा चाहियो तपाईँलाई सबै कलरहरूदेखिको लिएर हेर्नुहोस् त है यो सबै उहाँ नै हुनुहुन्छ है तपाईँको नाम भनिदिनुहोस् न म सुमित भवानी मार्बल एन्ड स्यानिटेसनबाट द ओरिजिनल भवानी मार्बल एन्ड स्यानिटेसनबाट हाम्रो चाहिँ यो लाइनमा तपाईँको 28 वर्ष भयो टोटल मेरो ड्याडले थाल्नु भएको थियो वी आर ओरिजिनली फ्रम कालिम्पोङ हो हाम्रो बसाइ पढाइ जन्म हुर्केको सब कालिम्पोङकै हो अन्त 20 इयर्स ब्याक वी शिफ्टेड टु सिलिगुडी त्यति बेलादेखि वी ह्याड स्टार्टेड हो अहिले टोटल हाम्रो 28 इयर्स हो रनिङमा अहिले तपाईँको यो भवानी मार्बल एन्ड स्यानिटेसनको अन्त हाम्रोमा मार्बल्स ग्रेनाइट्स वल एन्ड फ्लोरको टाइल्स स्यानिटेसनको सामानहरू प्लम्बिङको सामानहरू सब टाइपको आइटमहरू पाउँछ अन्त विशेष गरेर हाम्रो सब सामानहरू चाहिँ बेसी चाहिँ तपाईँको सिक्किम तपाईँले नर्थ साउथ इस्ट वेस्ट जहाँ पनि भन्नुहोस् कालिम्पोङपट्टि हिल्सकै मेन कस्टमर बेस दार्जिलिङपट्टि मिरिकपट्टि खरसाङपट्टि सबपट्टिको छ अन्त मेन चाहिँ हाम्रो फोकस के छ कस्टमर ट्रस्ट एन्ड सेटिस्फ्याक्सन एकदम माने कस्टमरलाई सामान चाहिँ किन हेर्नुहोस् घर चाहिँ मान्छेले एकखेप बनाउँछ बार बार बनिँदैन अन्त हामी चाहन्छ कि सामान चाहिँ जो हामीले दिन्छ त्यो कस्टमरको घरसम्म पुगाएर लागेर पनि उसको यस्तो राम्रो लागोस् कि उसले 10 जना कस्टमरलाई अझै भन्नुहोस् कि जानु छ भने यो सामान लिनु चाहिँ तपाईँले भवानी मार्बल एन्ड स्यानिटेसनमा सालुगडामा छ 3 तला ठुलो सोरुम छ हाम्रो त्यहाँ जानुहोस् सामान पनि सब टाइपको पाउनुहुन्छ रेट्स पनि एकदम रिजनेबल छ तपाईहरुले एकदम तपाईहरुको सामानले हामी सेटिस्फाई पनि भएको छ त्यही कारणले गर्दा आज भिडियो पनि बनाएको मैले हैन अन्त त्यही चाहिँ हामीलाई अवसर दिनुभयो तपाईलाई सामान सप्लाई गर्ने हो अन्त तपाईले यो भिडियो पनि गरिदिनु हुँदैछ तपाईहरुको फलोवर्सको लागि कि कहाँ राम्रो सामान पाउँछ हेर्नुस् राम्रो सामान भन्दा पनि एउटा ट्रस्टको जो फ्याक्टर छ नि आज सब मान्छेले सब सामान चिन्दैन तर हामीले चाहिँ गाइड पनि गरिदिन्छ कि तपाईलाई रेन्टको लागि बनाउनु हुँदैछ भने अलिक बजेटमा लानुहोस् यो लानुहोस् आफ्नो बस्ने बनाउनु हुँदैछ यो लानुहोस् सामानमा के फरक छ कहाँ के लाउनु पर्छ त्यो अनुसार पनि हामीले गाइड गरिदिन्छ अन्त आज फेरि तपाईहरुकोमा के नयाँ कलेक्सनहरु के आएको छ हैन नयाँ मार्बलहरु त्यो सबै देखाइदिनुस् नि हजुर हाम्रोमा जस्तै यो सब हेर्नुस् यो सब अहिले चल्नेमा हो यिनीहरु सब यो फ्लोर टाइल्स वल टाइल्स हो 4x2 को साइज अहिले म्याक्सिमम चाहिँ तपाईको यही सब लाउँछ हजुर 4x2 को यो सब जस्तो डिजाइनरमा आए तपाईको हजुर यो सब चाहिँ जस्तो बाथरुमको हाइलाइटहरुतिर लाउँछ आजकल यो सब किचन टपहरुमा चल्छ तपाईको काउन्टर टपहरुमा क्वार्ट्सको स्ल्याबहरु छ अझै ठुलो साइजको टाइल्सहरु छ हाम्रोमा यो आजकल 6x4 भन्छ हजुर यो सब टाइल्सको साइज छ अन्त यो सब देखाउँदा म एउटा चीज चाहिँ भन्छु हाम्रो कलेक्सन जो छ त्यो चाहिँ एक्सक्लुसिभ छ हो बट रेट्स आर नट दैट हाई हजुर हाम्रो जो आइटम्स छ त्यो चाहिँ हामीले यस्तो गर्छ कि जो कमन म्यान छैन त्यसले एउटा घर कति मुस्किलले बनाउँछ एउटा बजेट हुन्छ सबको अन्त हाम्रो आइटम्स चाहिँ त्यही हो कि तपाईको बजेटलाई सुट गरेर हामी देखाइदिन्छ नट भेरी प्राइसी आइटम्स अब जस्तै यिनीहरू छ यो सब तपाईको स्ल्याबहरुको लागि हो क्वार्ट्सको स्ल्याब हो वलको लागि युज गर्छ वल हाइलाइट गर्नु यो नेचुरल ग्रेनाइटहरु छ तपाईको अन्त यो 4x2 को टाइल्सको त एकदमै धेरै कलेक्सन छ हाम्रोमा अलमोस्ट 500 भन्दा बेसी डिजाइन छ तपाईको अन्त फेरि यसमा कस्तो के क्वालिटीको छ त्यो पनि हामी गाइड गरिदिन्छ कस्टमरहरुलाई हो कुन चाहिँ लाउँदा कस्तो कम्बिनेसन राम्रो हुन्छ त्यस्तो पनि गरिदिन्छ अन्त यो स्यानिटरी सेक्सन छ हाम्रो यो सब अघि पनि देखाएको छु गाइस तर एकदम उहाँले मजाले एक्सप्लेन गर्नुहुन्छ है हेर्नुस् होला यो सब जस्तो हाम्रो ब्रान्डेड बर्मुडा भनेर ब्रान्ड छ यसमा 10 इयर्स को वारेन्टी छ कम्पनीको कलरको वारेन्टी छ 10 इयर्स को केही खराब हुँदैन केही खराब भयो भने रिप्लेसमेन्ट वारेन्टी छ यो सब फिटिङ्सहरु छ यो सब पनि तपाईको 5 इयर्स रिप्लेसमेन्ट वारेन्टी यो सब ब्रान्डेड हो माने केही बिग्रियो त्यो छैन कि कम्पनीमा फोन गरेर त्यसको मान्छे आउँछ केही बिग्रियो तपाईले खोलिदिनुहोस् अर्को लानुहोस् That is just for हाम्रो क्लाइन्टहरुको सेटिस्फ्याक्सनको लागि ट्रस्टको लागि हो रिलेशनशिपको लागि आज तपाईको घरमा सामान गए त्यहाँ 10 जना आएर हेरे भने 10 जना अटोमेटिकली मेरो सँग जोडिन्छ हाम्रो चाहिँ दोकानदारी त्यस्तो नै हो
एकदम राम्रो यो सब छ यो सब वल प्लान्ट छ यो सब नेचुरल स्टोनको छ नेचुरल स्टोन भयो यो घर बाहिर लाउनु घर भित्र लाउनु कुनै एउटा वललाई हाइलाइट गर्न लागि हजुर त्यो वललाई हाइलाइट गर्दा हुन्छ अन्त एकदम यो सब टाइपको कलेक्सन छ अन्त उहाँहरूको चाहिँ 3 फ्लोर छ नि त अन्त माथि पनि अब जानुपर्छ कस्तो के छ भनेर है अन्त तपाईँलाई मन पर्यो भन्ने आशा गर्छु है अझै हुडन पनि छ यहाँ गाइस हुडन यहाँ हेर्नुहोस् यो तपाईँको आजकल नि यो हाम्रो पहाडमा अलिक चिसो बेसी हुन्छ सो दिस गिभ्स अ वार्म फिलिङ हजुर अन्त यो हामीले तपाईँकोबाट यस्तो खालको लगेको छ त बाहिर के हुन्छ हजुर वार्म अन्त यो चाहिँ के छ वलमा जस्तो स्कर्टिङ गरेर फ्लोरिङमा पनि लाउँछ दिस इज भेरी ड्युरेबल एन्ड नट भेरी आउट अफ रेन्ज भन्ने त्यस्तो प्राइसहरू पनि हाई छैन यो सब वुडन कलेक्सन हेर्नुहोस् गाइसहरू है यस्तो दामी छ यहाँनिर टोयलेट यो है टोयलेटको वल एन्ड फ्लोर सेम टोयलेट गरेर राखेको छ यहाँनिर डिस्प्ले गरेर राखेको छ यही मन पर्यो भने यही लाँदा नि भयो तपाईँले है यो सब पनि तपाईँको एकदम यस्तो जस्तो आजकल पेस्टल कलरहरू चल्छ नि जस्तै पेस्टल अलिभ ग्रिन यो पेस्टल पिचमा मिठो खालको कलर लाग्छ मलाई है सब पाइहाल्नुहुन्छ तपाईँले ब्ल्याकमा कतिलाई ब्ल्याक मन पर्यो नि व्हाइट त अब सबैलाई यादहरू कुरा हो हैन व्हाइट त त गाइस कस्तो लाग्दैछ तपाईहरुलाई अनि तपाईहरु चाहिँ अब यो के भन्छ यस्तो हेरेर फेरि के भन्छ आम्बो महँगो होला एक्सपेन्सिभ होला हो जान्दिन भनेर नसोच्नुस् होला हैन किन उहाँले भने यहाँ त एकदम होलसेल रेटमा त्यही हो हाम्रो चाहिँ के छ हाम्रो होलसेल काम हो सब जग्गा दोकानीहरुको पनि सप्लाई छ कि बट एट दैट सेम होलसेल प्राइस वी अफर टु आवर कस्टमर्स बिकज हामी आफै पहाडबाट भएर कालिम्पोङमा पढेको हुर्केको जन्मेको भएर वी अल्सो नो दैट हाउ डिफिकल्ट इट इज माथि घर बनाउनु पहाडमा इटा सिमेन्टै बोक्नु यति पैसा लाग्छ अन्त हामीले चाहिँ यो चाहन्छ कि जो हाम्रो कस्टमर्स छ तिनीहरूलाई बेस्ट प्रोडक्ट्स दिउँ एट बेस्ट प्राइसेस एन्ड द बेस्ट सर्भिस कि पछि सपोज गएर कसैलाई हुन्छ नि अब यति सामान गयो कोही 1 कार्टुन टाइल्स फुटिहाल्यो भने पनि के सो वी एन्टरटेन द्याट कस्टमर अन्त 1-2 कार्टुन हामी पठाइ पनि दिन्छ नट कि एकखेप तपाईँको घर पुगिसक्यो अब मेरो केही जिम्मेदारी छैन त्यस्तो छैन हाम्रो प्रोडक्ट्सको चाहिँ हाम्रो ग्यारेन्टी छ तपाईँको घरसम्म डेलिभरी गरेर पनि टुटेको फुटेको केही प्रब्लम इट इज अप टु अस त्यस्तो छ हाम्रो नि अन्त माथि फ्लोर जाउँ है माथि पनि जाउँ गाइस माथि पनि छ उहाँहरुको है वाउ हेर्नुस् न यहाँ झन् यहाँ पनि पुरै भेराइटी यहाँ वुडनको कलेक्सन कस्तो यस्तो फ्लावरहरु त लाउने गर्छ नि तर कस्तो खालको हुन्छ हैन यो वाला हेर्नु कस्तो दामी छ हैन त्यो चाहिँ पेन्टिङै गरेको जस्तो खालको छ नि यो चाहिँ एकदम तपाईको ह्यान्ड पेन्टेड जस्तो वलपेपर जस्तो हजुर वलपेपरहरु जस्तो इट क्यान बी युज जस्तो डाइनिङहरुको वल्समा युज गर्छ सिटिङ रुमको वल्समा काइन्ड गर्न सक्छ आइदर बाथरुमको एउटा ठुलो वललाई हाइलाइट गर्न सक्नुहुन्छ एन्ड दिज आर अल एकदम बजेटको रेन्जमा छ एकदम डिजाइनर भनेर यो छैन कि प्राइस हाई छ त्यस्तो केही छैन यहाँ हेर्नुहोस् गाइस हो यहाँ पनि अर्को कस्तो जाने वलपेपर सेम हो लु म त वलपेपर यो त झन् वलपेपर एउटा देखेको थिएँ नि मैले त्यस्तो सेम रहेछ टाइल्स जान्छ आफ्नो आफ्नो जुन चाहिँ मनपर्छ त्यही है लाँदा भइगयो नि यो चाहिँ एकदम तपाईँको इटालियन मार्बलहरूको लुक्स पनि फ्लोर्सहरूको लागि एकदम माने फ्लोरमा लगायो भने एकदम तपाईँको मार्बलै देख्छ चालै पाउँदैन भुइँतिर नि हेर्नुहोस् न गाइस तपाईँहरू चाहिँ यहाँ चाहिँ छान्दा हुन्छ 1 घन्टा जस्तो लाग्ने रहेछ सोच्नै पुरै अब के कुन चाहिँ पनि लानुहुन्छ नि भेराइटी दिनभरि पनि लगाउँछ है त्यही त भनेको त मै अब छक्कै परिसक्यो अन्त यहाँनिर यो हुन्छ योहरू हेर्नु नि यो कलर पिङ्कमा योहरू सबै एट्र्याक्टिभ खालको छ अन्त गाइस यहाँ पार्किङहरु पनि एकदमै छ है यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ यही यो मेन रोड हो यो चाहिँ रिलायन्स त्यहाँ मार्टको अपोजिटमा हो यतानिर रोयल ओक छ रोयल ओकदेखि अलिकति यता आएर रिलायन्स मार्टको यता अपोजिटमा चाहिँ यो गल्ली अलिकति गाडीहरु पार्किङहरुको केही पनि कमी छैन यहाँनिर चाहिँ मेन उयो हाइवे हो अन्त गाइस के भन्छ कति पनि अब एउटा नाम भएको हुन्छ नि कतिवटा जग्गामा प्लिज कन्फ्युज नहुनुहोस् होला उहाँहरु चाहिँ एउटा मात्र छ त्यो यही हो है हाम्रो चाहिँ तपाईको गुगलमा सर्च गर्नुभयो भने ओरिजिनल भवानी मार्बल एन्ड स्यानिटेसन देखाइहाल्छ हाम्रो चाहिँ 28 इयर्सदेखि बिजनेसमा छ हामी ठिक्कै सालुगडाको रिलायन्स मार्ट छ त्यहाँ त्यसको अपोजिट बाटोभित्र पार्किङको पुरा स्पेस छ हाम्रोमा 3 तला स्टोरीको सोरुम छ
त्यही भएर कन्फ्युज नहुनुहोस् होला है अर्को जग्गा नपुग्नुहोस् होला यहाँ चाहिँ देखाइरहेको छु गाइस तपाईँहरूलाई है यहाँ हेर्नुहोस् यस्तो दामी दामी छ यहाँ भित्तामा यो खालको डिजाइन पनि तर दामी लाग्छ मलाई अहिले कि मलतिर हुन्छ नि मोरोकन भन्छ हजुर है यो दामी लाग्छ हाइलाइटिङ यो के चाहिँ 5x7 को त्यतिकोमै तपाईले यो लाउनु भयो भने टोटल कस्ट चाहिँ कति चाहिँ आउन सक्छ तपाईकोबाट अन्दाजमा जस्तो 5x7 को टोयलेटमा 5x7 को जस्तो तपाईले सपोज 8 फिट हाइटसम्म लाग्नु लाउनु हुँदैछ भने 5 5 10 7 7 14 24 24 into 8 30 into 8 राख्नु अप्रोक्सिमेटली 240 यो तपाईको अराउन्ड 9000 जस्तो पर्छ 9000 त सबै टोटल एकदम रिजनेबल रेन्ज पुरा सोध्नु चाहिँ कस्टिङहरुको बारेमा त्यही भएर मैले क्लियर पनि गर्दै हालेको कस्टिङ इज भेरी इम्पोर्टेन्ट कस्टिङ आज हामीले कोही सामान मन परायो त्यो एकदमै हाई कस्टमा छ भने बजेट भागिहाल्छ एन्ड घर बनाउनु इज वी नो दैट इट इज वन अफ द टफेस्ट हो नि पैसा कति जान्छ पैसा कति लाग्छ मेहनत कति लाग्छ टाइम कति लाग्छ सब चीजको इन्भेस्टमेन्ट छ नि अन्त हाम्रो प्रोडक्ट्स आर भेरी रिजनेबली प्राइस्ड हामी चाहिँ यहाँ ग्राउन्ड फ्लोरमा आयो ग्राउन्ड फ्लोरमा चाहिँ यहाँ पनि छ डिस्प्ले है डिस्प्लेमा यहाँनिर यहाँ पनि छ पुरा तपाईँहरू टाइल्सको कलेक्सन त्यति डिजाइन फेरि गाइस उहाँहरुको चाहिँ प्लस पोइन्ट चाहिँ के हो भन्दाखेरि चाहिँ पर्खिनु पर्दैन है रेडी स्टक यो छैन कि आज अर्डर गर्यो 15 दिन पछि पाउँछ त्यस्तो छैन कस्तो दामी दामी रहेछ डिजाइन छ चाहिँ एक्स लुगाइ छ यो सब तपाईको मार्बल कन्सेप्टमा ग्लसी फिनिशमा म्याट फिनिशमा सब पाउनुहुन्छ उहाँ चाहिँ मेरो ड्याड हुनुहुन्छ ए हेदा चाहिँ उहाँले स्टार्ट गरेको खास चाहिँ भवानी मार्बल एन्ड स्यानिटेसन 28 वर्ष अगाडि उहाँले स्टार्ट उहाँ चाहिँ 40 वर्ष कालिम्पोङै बस्नु भएको ए हजुर एक्सपिरियन्स यो चाहिँ ग्रेनाइट है यिनीहरू सबै हजुर यो सब तपाईको सिडीको फ्लोरको लागि चल्छ अनि तपाईको किचन टपहरुमा पनि चल्छ किचन टप विन्डोजहरुको साइडमा लाउँछ हजुर विन्डोजको साइडमा लाउँछ नि हजुर ग्रेनाइट भनेर मान्छेले सोच्छ नि मेरो पुरा पैसा जान्छ पुरा कस्टली होला त्यस्तो हैन एकदम बेसिक रेन्जमा छ यिनीहरु सब हजुर आजकल स्टेयरकेसमा त म्याक्सिमम मान्छेले यही हजुर ग्रेनाइट युज गर्छन् बिल्डिङ चाहिँ यही हो तपाईले देख्न सक्नुहुन्छ भवानी मार्बलको है अन्त यो प्लिज कन्फ्युज नहुनुहोस् होला यही मात्र हो हैन तपाईहरु कन्फ्युज नहुनुहोस् होला है यहाँबाट टक्कै तपाईले यताबाट निस्किन्छ अहिले उहाँहरुको सामानहरु के हुँदैछ हो अन्त यहाँ देख्न सक्नुहुन्छ बिल्डिङ चाहिँ यही हो यहाँ लेखेको छ यत्रो ठुलो परबाट देख्छ रोडबाट देखिहाल्छ नि मार्बल भनेर देखिहाल्छ हो सो गाइस भर्खर मात्रामा चाहिँ हामी घर पनि आइपुगिसकेको छ अन्त तपाईले हेर्नु पनि भयो होला आजको भ्लग है तपाईहरुले धेरै बेसी क्वेशन सोध्नु भएको थियो त्यसकै चाहिँ मैले आज चाहिँ भिडियो बनाइकिन हालेको है हाम्रो टाइल्सहरुको बारेमा है अन्त जस्तै अब यो टोयलेटहरुको सबै है कहाँबाट किनेको कसो हो हैन यो टाइल्सहरु कहाँबाट किनेको ग्रेनाइटहरु भयो हैन किचनको त्यो माथि लाउने हैन अनि त्यो चाहिँ कहाँबाट किनेको भन्दाखेरि तपाईले देख्नु भयो होला है भवानी मार्बल एन्ड स्यानिटरी है त्यहाँबाट किनेको अन्त एड्रेसहरु पनि तपाईलाई म यता कमेन्ट सेक्सनमा हाल्दिन्छु है एकपल्ट तपाई भिजिट गर्नुस् है कस्तो के लाग्छ है अन्त त्यही थियो अन्त आजको भ्लग पनि है अन्त कसलाई कमेन्ट गर्नुस् ल नेक्स्ट भ्लगमा भेट्नेछु अनि लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्नु नबिर्सिनुहोस् होला बाइ बाइ